दिन त दर्शन गरेको रे बुवा हजुर। के को दर्शन नि? बिहान मात्रै भेटेर दर्शन गरे हैन? जतिखेर भेट्यो त्यतिखेर दर्शन। बिहानै उठ्यो दर्शन, मुख धुन लाग्यो दर्शन, चिया खान लाग्यो दर्शन, भात खान लाग्यो दर्शन। मलाई त्यो दर्शन भन्ने शब्द सुनेर पनि वाक्कै लागिसक्यो। यो मेरो खानदानी परम्परा हो नि त के रे बुवा हजुर। मेरो हजुरबा र बा चाहिँ के रे राणा शाह पहिलाका राजा महाराजाहरूसँग सङ्गत गरी बक्सिन्थ्यो नि त। त्यसै गरेर मेरो हजुरआमा पनि रोयल फ्यामिलीमा काम गरेर हुर्किया हो नि त कुरोबुतो। त्यही भएर त के रे मेरो बोलीमा आइसियोस्, बक्सिसियोस्, घिचिसियोस्, मुन्टिसियोस् भन्ने खानदानी शब्दहरू आउँछ नि त बुवा हजुर। भयो धेरै सुनिसके यस्ता खानदानी शब्दहरू। खानदानी मान्छे, खानदानी शब्द, खानदानी भाषा, खानदानी बोली। होइन के नौटङ्की हो यो? भर्खर बिहा गर्नला दुला-दुले जस्तो कहाँ गएर आनी? ल हजुरलाई थाहा छैन? मम्मीलाई त थाहा थियो त। आज हाम्रो म्यारिड एनिभर्सरी हो के, मन्दिरमा गएर पूजा गरेर आएको। ल हामीलाई आशीर्वाद दिनुहोस् त। के आशीर्वाद दिनु? पहिलादेखि आशीर्वाद दिएकै त हो नि। मेरो आशीर्वादले काम गरेन तँलाई। गलत ठाउँमा परिहालिस्।